हेलो साथीहरू, आउनुहोस् जाडोमा तातो लोकल कुखुराको रससँग खाना खाऊँ है त। सुरुमा चाहिँ लोकल कुखुरा काट्नको लागि चाहिँ पानी बसाएँ। त्यसपछि यता लोकल कुखुरा चाहिँ काटेर यस्तो भयो। अनि त्यसपछि मासु पकाउनको लागि मसला पनि रेडी भयो। यो भान्सा भनेको चाहिँ मेरो बहिनीले रेडी गरेको है त। अब सुरुमा तोरीको तेल तातो, त्यसपछि उसले जिराहरू फुराई। अब यता प्याज पनि मजाले फ्राई हुँदैछ। अब मासु ओइरेर यहाँ बेसार लाएर चाहिँ मजाले चलाएर यस्तो भयो मासु चाहिँ। अब एकछिन भुटिसकेपछि नुन पनि एड गरी अब यहाँनिर अघि पिसेर राखेको मसला पनि उसले चाहिँ एड गरी अब हल्का खोर्सानी धुलो पनि हाली, किनभने हल्का पिरो जाडोमा मिठो हुन्छ। अब उसले मसला पनि एड गरिसकेकी छे पिसेर राखेको। अब यहाँ टमाटर पनि उसले हाली। आगोमा पकाएको चाहिँ एकदमै मिठो हुन्छ, जाडोमा झन् स्पेसल हुन्छ। अब लोकल कुखुरालाई त मजाले छोपी छोपी पकाउनु पर्यो, पाक्न टाइम लाग्छ। अब यहाँनिर मासु चाहिँ पाकिसकेको छ, रस एड गरी रस चाहिँ एकदमै मजाले भकभक उम्ल्यो। अब यता इन्डक्सनमा खाना पनि पाकिसक्यो। अब चाहिँ यता हरियो तोरीको साग पकाउनको लागि उसले चाहिँ कराईमा तेल हाली। अब यता पड्काउने मसला पनि उसले फुराई। तोरीको सागमा चाहिँ लसुन र सुकेको खोर्सानी एकदमै मिठो हुन्छ क्या। अब यता उसले हरियो साग पनि एड गरी अब यसलाई चाहिँ मजाले चलाइ पकाउँदैछ। खाना चाहिँ एकदमै मिठो पकाउँछ। मेरी बहिनीले खाना पकाउनु चाहिँ उसलाई एकदमै इन्ट्रेस्ट पनि लाग्छ र मिठो पनि एकदमै पकाउँछ क्या। तारिफ गरिदिएको मैले आज यसको। तारिफ गरेको होइन, साँच्चै नै मिठो पकाउँछ। अब यता रुख टमाटर चाहिँ पोल्दैछ। हामी चाहिँ यसलाई ट्याम्टर भन्छौँ, हजुरहरू के भन्नुहुन्छ कमेन्ट गर्नु है त। आगोमा पकाएको एकदमै राम्रो मिठो हुन्छ। लस सिलौटोमा पिसिसके फाइनली रेडी भयो। थ्याङ्क यू फर वाचिङ।